सो गाइज आजको यो भिडियोमा हामी खेल्दैछौँ माइनक्राफ्टमा हाम्रो इभोल्युसन एसएमबी। फाइनली इभोल्युसन एसएमबी स्टार्ट हुन आँटेको छ। स्टार्ट भएपछि म तपाईँलाई डाइरेक्टली त्यो गरेर देखाइदिन्छु। अहिले पज गर्छु है। स्टार्ट भएपछि गाइज जोइन गर्ने। अब के अब ग्राइन्ड गर्न सुरु गर्दा हुन्छ। हेलो के अब ग्राइन्ड गर्न सुरु गर्दा हुन्छ। ल ठिक छ। जोइनै भएन फेरि। ओके लगइन गर्नुपर्ने रहेछ। ल ल ल ए यहाँनिर ओ यो स्पनको के ब्लक माइन गर्न नमिल्ने। म त फसेँ त यार। मलाई कसैले आएर मारिदेऊ त। ओए एकजना आएर मारिदेऊ न। अकु यहाँ तल तल मलाई मारिदेऊ त। खै मैले माइनै गर्न मिलिरहेको छैन। हो थ्याङ्क यू नहान अहिले। ल जाम 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 जाम। अकुया यता कता एकछिन यो साइडमा सेम टिम। ल ल टिम फर्म हानौँ त। यो होइन ओए एक सेकेन्ड यो डिरेक्सनमा अकुया म त्यो उबाट हो होइन। तिमी आऊ ट्र्याकर हेरेर आऊ है। म भिलेजबाट गइरहेको। ओके सो हाम्रो टिममा चाहिँ 5 जना हुन्छ। गाइस भिडियोलाई लाइक च्यानल सब्सक्राइब गरिदिनु फटाफट। म रेकर्ड गरिरहेको, म लाइभ गएन। ओ पोलर बियर हबिबीले कता पाएको त्यो पिलेजर टावर। त्यो अर्कै ठाउँ। ओए एउटा अर्को एक्स्ट्रा भिलेज भेट्यो। दुईटा भिलेज एकै ठाउँमा। हैट सो हौ एउटा प्राइभेट भिसीमा जानु पर्यो। आफ्नो टिम बनाऊँ है। यो भाइ कस्तो नर्ड भएर देखाएको। डिस्ट्रोयर के गर्ने। बिहारी हो टिमको नाम। अनि त्यो डी 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 आउँछ। डिआरएसलाई पनि बोलाउ न। ओ यहाँ म हो त बिहारी डन्स मेरी जान। त्यो उसले यो होइन हुन्छ जुन भयो नि। यहाँनिर भिलेज भेटिसक्यो। सुरुमै ग्राइन्ड हानेर यो किल गर्दाखेरि के पाइने रहेछ कि यिनीहरूमा। ओ घोडाको तबेलामा के भेट्यो। घोडाको तबेला हामीले अबेला पिपी प्रोटेक्सन 6 मिनेटको लागि छ भन्छन् फेरि छैन। के गर्ने स्ल्यास टिम जोइन ओ डिआरएस मा गर न। हामीलाई यहाँ भिसीमा आउनु। भिसीमा यो सर्भरमा चाहिँ त्यो के बेटर के भन्ने एउटा प्लगइन लागेको रहेछ। त्यो डाटा प्याक एउटा त्यसले चाहिँ ओए ओए रिसेट हाल्न तिमीहरू ओए मर्दै आऊ। म यहाँ छु यो भिलेजमा। तिमीहरू यो भिलेज होइन है तर सबजना कार्ड पम्किन लगाउने। पिकल खान मिल्छ कि मिल्दैन। फ्रीको एक्स भिलेजमा त टन्नै लुट पाइने रहेछ यो प्लगइनले त। ओफो सुरुमै एक्स रे एमो मिल्दैन।
ओए यस्तो माथि माथि पनि चेस्ट हुने रहेछ। ओए ओए यो भाइले अघि सुरुको च्याटमा के भनेको थियो हामीलाई? गरिबको सामान लिन्न भने होइन यसले? यसका त ल है टन्नै सामान छ है मसँग। यस आइरनको एक्स पनि पाइयो। सोड आइरनको यहाँ छ। कर्ड्स के भिसीमा को खान्? होइन दुईटा भिलेज छ कि अर्कै छ हेर्नु, म तिमीलाई कर्ड्स पठाइदिन्छु एकछिन। को हामी तिनजना भन्नाले ए 88 88 271। भाइ सुरुमा त त्यो भाइलाई मार्ने हो कि त्यसले गरिबको सामान लिन्न भनेको होइन। त्यसका त म होइन सिल्ड बनाउँदै त्यो अर्को भिलेजमा पनि जानु पर्यो। कर्ड्स रोको म अर्को भिलेजमा जान्छु अनि त्यहाँको भन्छु है। त्यो मेरो पुरानो यो पुरानो सिड रे अनि पुरानो भिलेजमा झन् राम्रो लुट छ क्या आर्मर सार्मर। म जाँदैछु त्यहाँ, म त्यहाँ पुग्छ। त्यो पुरानो भिलेजको त्यो -339 अनि 8 कति पस्यो? 8 मात्रै। -339 8 पक्कै यो डिरेक्सनमा होला। -339 अनि 8 भनेपछि कतातिर यो डिरेक्सनमा हो। त्यहाँ त्यो डिरेक्सनमा कोही पनि रहेनछ। ठिक छ ठिक छ। अनि के म रेकर्डिङ पज गरेर राखिदिन्छु। मार्न सुरु। मेन्सर छैन हाम्रो टिममा छ कि अहिले राम्रो प्लेयरहरू। ऊ यहीँ हाम्रो दुईजना छन्। एउटा अगाडि छ, एउटा अगाडि यो साइडमा कोही छ जो भयो नि कुटे खायो त्यसले। अब तिम्रो छेउमा को छ? को हो तिम्रो छेउमा? यो डिरेक्सनमा एकजना छ कि कोही न कोही छ। सायद मुनि छ। तिमी कि माइनिङमा गएको डिआरएस? डिआरएस माइनिङमा गएको हो? सिल्ड छैन? म बनाइदिन्छु। ए मसँग छ एउटा आइरन एकछिन। र छ तर र आइरन हो। एकछिन स्मेल टान्नुपर्छ। म फटाफट खै त मार्ने भनेर आएको मसँग कर्सन रहन्छ। मार्ने भनेर आएको कोही मान्छे भेटिन्न नि त यार। कता छौ? एकछिन मैले त्यहाँ हालिदिएँ। आइरन हालिदिएँ त्यहाँ। लु है म यसो हेर्छु। यो डिरेक्सनमा एकजना को रहेछ कि यसलाई कसरी कुट्ने हो? डिआरएस छ गेममा? ए एउटा प्लस आइकन कन्जेको आएको भने सिरियालाई कतातिर देखेको? ल स्केलेटनलाई मारिदिए। एमरल्ड छ मसँग एउटा। त्यो इन्चेन्टमेन्टहरूको लागि अहिले भिलेज जानु पर्यो। म तल जान्छु है, हेर्छु को छ। यहाँ तल त्यो सामानहरू लिएर आऊ त। यहाँ टन्न ठुलो गेम रहेछ यार। म चेक गर्छु एक्सरे काम लाग्छ कि लाग्दैन। मैले डाउनलोड गरेँ भर्खर। नाइ कामै गरेन। काम गरेन यार।
वर्ल्ड स्पेसिफिक ए यो वर्ल्डको रिसोर्स प्याकै हटाउन नमिल्ने रहेछ नो एक्सरे वाला एक सेकेन्ड यहाँ कतै लाभा पुल छ नेदरमा जाने हो मसँग बकेट त छ सिरिया गेटिङ एन अपग्रेड भनेपछि यही सिरिया नै तल छ ओ माई गॉड सिरिया व्हाट इज अप यूएचसी काम लाग्छ ल सिरिया छैन अरे त ल हेर छैन अरे त केही छैन यतातिर डायमन्ड पनि छैन कोअर्डिनेट्स स्ल्यास टिपी कसले हान्ने हो र हो रोग त्यसो भए भिलेज म तिमी एउटा भिलेज खोज म उतातिर जान्छु तिमी छुट्टा डाइरेक्सनमा जाम अनि त्यसपछि चाहिँ जोइनकोमा भिलेज भेट्यो त्यसले टिभी पठाउन नै हान्दैन तिमी अरे मेरो नजिकै भएको त्यो त हैन एक्वायर हार्डवेयर ल भनेपछि त्यसले भर्खर आइरन पाइरहे सिरिया कता छ कि त्यसलाई मार्न पाए हाम्रो बढ्थ्यो सायद हामी रोक अहिले भिलेजको खोजीमा हिँडेको हामी ए भन्छ तिमी हैन केभ भित्र भएको तिमी हैन र एकछिन रोक यो केभमा हैन उता यो ट्र्याकर फलो गरौँ न यो डाइरेक्सनमा छ यिनीहरूको ट्र्याकर जाम तर उनीहरू सायद यो यता माथि जाम तल नजाम अहिले एकछिन है प्लस दुईटै प्लस सायद यतातिर यतै छन् ओ ट्र्याकर ठुलो भयो यतै छन् ऊ त्यहाँ ठुलो केब रहेछ एउटा हो यही हन ला मसँग आठवटा केही हुँदैन यहाँ बेरीहरू ल यहाँ खोइ ल मैले दिएँ त्यहाँ फालिदिएँ एउटा वुल्फ पनि टेम गरिदिउँ त रोक वुल्फ टेम गर्छु म मिल्यो भने टेम भइ ल भयो दुईटा ल उतापट्टि एउटा आइज ल आऊ ल अब इजी हो क्या इजी गोल्ड लिइराख एकछिन यो पहिला चेक गरौँ कता खान पहिला हल्का ठुलो भइरह हल्का अझै अगाडि होइन त्यो ट्र्याक ठुलो भइसक्यो कि भनेपछि तिमी हेर्नु यो यहाँबाट यहाँ ओपनिङ यहाँबाट जाम हो यही होला नि हो यही केभमा हो पानी ओ सेट रोक म आउँदैछु ल आऊ वेस्ट नगर है त्यो खानेकुरा के पनि म तिनीहरू जाँदैछु ओइ त्यस्तो नबोल्नु छैन यार यो केभमा यही केभमा हो यही तल यहीँबाट डिगडाउन हेर्न थालौँ एकछिन यहाँबाट डर लाग्यो एकछिन क्ले आयो भनेपछि यो पक्कै म F3A वाला युज गर्छु F3A एकछिन रोक पानी यो डिरेक्सनमा होला नि
म F3 युज गरिरहेको है यो डिरेक्सनमा नि यता जाउँ सवाल छैन तलतिरबाट जाँदै गरौँ न ल आऊ काप पम्किन छैन मेरो वुल्फ खै रुको तल एक स्टेप तल माइन गर त एउटा एक्स्ट्रा उ छ फ्लिन्ट एन्ड स्टिल बनाउँछु तिनीहरू काम लाग्छ त्यो जलाएर मार्ने सिफ्ट दबाएर ल रमाइलो हुने भयो एक्साइटमेन्ट एक स्टेप तल जाऊँ निमटेक देखिरहेको मैले देखेँ मैले तल देखेँ एउटा निमटेक त देखेँ मैले ल त्यहाँ ओ के हो त्यो प्रज्वल भाइको एएफ के छ ल जाम कुर्दिन हो बेस्ट ठाउँ ल भयो आऊ ओ यही प्रज्वल यहाँ छ ल जित्यो एउटा खै अर्को खै म तल जान्छु आइरन वेल्ड लिँदै गर आर्मर बनाऊ एक सेकेन्ड ऊ त्यहाँ ऊ ए होइन उनीहरूको ट्र्याकर देखिन यो ऊ त्यही हो ओए ए यो ला सेट यार ल्या कता हौ कता हौ ए अब के गर्ने यार एल भयो हाम्रो अरा गयो अराका लरा हो क्या सेट रोको मलाई एउटा भिलेज थाहा यो डिरेक्सनमा एउटा भिलेज छ त्यहाँ सामान डायमन्डको थियो होइन स्टोनको एक्स थियो यार मैले झन् यार कार्ड पम्किन युज गरिरहेको थिएँ म यार ल्याग भइरहेको थियो यो डिरेक्सनमा रोक है म भिलेजमा पुग्छु म तिमीलाई टिपी हान्छु ऊ त्यहाँ भिलेज यहाँ भिलेज ब्रो के भयो /TPS के भयो हजुर हेर के को रहेछ के भयो रोगै म हेरेर आउँछु स्ट्रिम हेर्छु तिनीहरूको